हाम्रो यो आजको नयाँ वर्षमा चाहिँ धरानदेखि नमस्ते जनसभाको यात्रा चाहिँ तपाईँहरूलाई म सेयर गर्न चाहेको छु। र हामी चाहिँ धरानदेखि नमस्ते जन आएको छौँ र यसै क्रममा चाहिँ हामीले चाहिँ यहाँबाट चाहिँ भित्र जाने निर्णय गऱ्यौँ। र यहाँ चाहिँ गेट रहेको छ, यहाँ चाहिँ बाहिरको गेट हो, प्रवेशद्वार। यहाँ चाहिँ टिकट काउन्टर हो र यहाँ चाहिँ हामीले सबैले आइसक्रिम खाएर चाहिँ भित्र प्रवेश गऱ्यौँ। र भित्र जाने क्रममा चाहिँ र दृश्यहरू एकदम राम्रो रहेको रहेछ। र हामी चाहिँ भिडियो बनाउँदै भित्रतिर लाग्यौँ र बारीतिर हिँड्न थाल्यौँ हामी। त्यसपछि भित्रभित्र लाग्दै गयौँ। यो ठाउँ चाहिँ रमाइलो रहेछ। त्यसपछि अलिअलि गर्मी चाहिँ रहेछ, अलिकति उकालो ओह्रालो गर्दै लाग्यो। त्यसपछि देख्न सक्नुहुन्छ हामी त्यसपछि उकालो भर्याङतिर लाग्यौँ। यहाँ मान्छेहरू थकाइ मेट्दै बसिरहेको छ। त्यसपछि यता साथीहरूसँग भिडियोहरू खिच्दै गफगाफ हान्दै हामी पनि उकालो लाग्यौँ। त्यसपछि यहाँ साथीहरू फेरि कोही टिकटकर, कोही ब्लगर के हो। त्यसपछि मैले पनि भिडियो बनाउन थालेँ यहीँबाट, मेरो पनि दिएँ त्यसपछि उकालो लाग्यौँ। अब केही समयमा आउनु आँट्यो। त्यहाँदेखि यहाँ चाहिँ अलिकति ठाउँ अलिकति राम्रो जस्तो लाग्यो मलाई चाहिँ। जे होस् ठिकै लाग्यो यो ठाउँ। जे होस् झर्ना चाहिँ अलिकति छिर्नु पाएन र पनि लाग्दैछौँ। हेरौँ, यो चाहिँ मेरो सेकेन्डचोटि हो र ठाउँ देख्दा त साथीहरू अलिक डराए जस्तो लाग्यो। अनि साथी हिँड्नु नसकेर फेरि मैले खोइ बाटो हटाउँदा भनेर फेरि म पनि लागेँ उकालोतिर। त्यसपछि म अगाडि लागेँ। त्यसपछि साथीहरू पछाडि आउँदैछ। अर्को साथी चाहिँ अगाडि नै खोइ हिँड्न थाल्यो। त्यो चाहिँ नडराउने टाइपको परेछ है, अलिकति गाह्रो छ हामी। त्यसपछि यस्तो बाँसको रहेछ ठाउँ चाहिँ। यो चाहिँ मेरो दोस्रो चोटि हो। हुनु त म योभन्दा अगाडि पनि आइसकेको थिएँ। साथीहरू चाहिँ पहिलोचोटि हो, नयाँ भएर ल्याइदिएको मैले नयाँ वर्षमा। त्यसपछि हामी चाहिँ भिडियो बनाउँदै अब आएपछि त भिडियो खिच्नु पऱ्यो भनेर चाहिँ भिडियो पनि बनाउँदै साथमा गफ हान्दै उकालो लाग्यो। फेरि भरेदेखि साथीहरू चाहिँ तर्सिला जस्तो भनेर फेरि यसो गफतिर बोलाउँदै हिँड्नु पऱ्यो। त्यहाँदेखि केही छिनको उकालो पछि लागेपछि हामी चाहिँ फेरि नमस्ते झन्डा पनि त्यताको कार्यक्रम सिद्धिएर हामी चाहिँ फेरि बिग बुद्ध भइसकेर पनि चाहिँ फर्किँदै गरेको क्रममा आइरह साथीहरू। तपाईँहरूको नयाँ वर्ष के कस्तो रह्यो भिडियो पुरै बनाउन त पाएन, तर पनि अब सक्दो यसमा कभर भयो होला जस्तो लाग्यो। त्यही भएर चाहिँ आजको भिडियो चाहिँ यतिमै। जस तपाईँहरूको नयाँ वर्ष के कस्तो भयो भन्नुहोला। हाम्रो चाहिँ यति है आजको न्यु इयर चाहिँ।